आजभोलि अहिले यही रिसेन्टली फिल्म सिताएर बसेको थिएँ। सो अब नेक्स्ट प्रोजेक्टको तयारीमा हो। मैले चाहिँ ट्राई गर्न खोजेको चाहिँ म पहिला युकेमा बस्थेँ। युकेमा बस्दाखेरि नै मैले एक्टिङको चाहिँ मैले केही ट्राई गरेर एक्टिङमा चाहिँ केही गर्छु भन्ने थियो। तर युके चाहिँ अलिकति फिजिबल हुँदैन नि त हाम्रो लागि। सो म नेपाल आएर नै म केही गर्छु भनेर युकेबाट यहाँ फर्केर एक्टिङ क्लास लिएर त्यसपछि मैले 4-5 वर्ष मैले थिएटर गरिसकेपछि चाहिँ फाइनली मैले मुभीमा मैले ब्रेक पाएको थिएँ। सो त्यसरी नै मेरो अहिले चाहिँ भइरहेछ। म सेटिस्फाइड छु होइन आफ्नो लर्निङप्रति, आफूले गरेको कामप्रति। अब काम त कसैलाई पनि आफूले गरे कहिले पनि चित्त बुझ्दैन, जहिले पनि ग्रोइङ नै हुन्छ भन्छन् होइन। सो मेरो लागि चाहिँ आम लर्निङ अनि सो मच टु गिभ जस्तो लाग्छ मलाई, अडियन्सको लागि पनि, नेपाली फिल्म इन्डस्ट्रीको लागि पनि। सो अहिलेसम्म चाहिँ इट्स गुड मेरो लागि होइन। सो लेट्स होप एन्ड वाच एन्ड सी भन्ने हो मेरो लागि अहिले। समानता भनेको नै तपाईँको मैले चाहिँ इक्वालिटी भन्छु होइन। सबैतिर मैले आफ्नो बेस्ट दिन ट्राई गरेको छु, अनेस्ट हुन ट्राई गरेको छु होइन। अनि प्लस अब थिएटरको जनरा एकदम डिफ्रेन्ट हो, मुभीको जनरा एकदम डिफ्रेन्ट हो, म्युजिक भिडियोको फेरि अर्को कम्प्लिटली डिफ्रेन्ट हो। थिएटरमा चाहिँ तपाईँको अब तपाईँ लाइभली हुन पाउनुहुन्छ, तपाईँले आफ्नो लाइभ अडियन्सको बिचमा बसेर तपाईँले के गर्ने खुलेर गर्न पाउनुहुन्छ। अब स्क्रिन भनेको, मुभी भनेको तपाईँको यत्तिको फ्रेममा बसेर तपाईँको यो फ्रेममा, यो एङ्गलमा, यो बडी ल्याङ्ग्वेज तपाईँले काम गर्नुपर्ने हुन्छ। त्यो भनेको चाहिँ अलिकति टेक्निकल कुरा भयो। यता भनेको चाहिँ तपाईँको फुल अन युआर लाइक तपाईँको उड्या चरा जस्तै हो थिएटर भने चाहिँ होइन। सो इट्स कम्प्लिटली डिफ्रेन्ट, बट एट द सेम टाइम एज एन एक्टर मेरो लागि चाहिँ बिस्तारै सबै एउटै जस्तो लाग्न थालेको छ अहिले। मैले योभन्दा अगाडि चाहिँ धेरै कुरा सोचेको थिएँ कि फिल्म जस्तै हामी मुभीहरू हेर्दाखेरि जहिले पनि अब ग्लोबलाइज भइसक्यो नि त हामी सबैजना होइन, वर्ल्ड मुभीहरू हेर्छु भन्छु। त्यो हेर्दा हेर्दै मलाई चाहिँ अलिकति क्राइम थ्रिलरमा चाहिँ अलिकति मलाई लाइक क्राइम थ्रिलर गर्न मन छ क्या, एज एन आर्टिस्ट जस्तो लाग्थ्यो मलाई होइन। तर अहिले आएर चाहिँ लाइक इन नेपालमा बसेर वाइ नट एउटा मिठो नेपाली लभ स्टोरी दिन सक्यो भने मैले होइन, जस्तै वर्ल्ड वाइड नै एउटा इक्जाम्पल छ नि त लभ स्टोरीको, रोमियो जुलियट भने जस्तो। तपाईँको नेपालमा पनि पहिला मुना मदन भन्ने एउटा मिठो एउटा थियो, जो हामी अहिलेसम्म याद गर्छौँ, त्यत्रो 20-30 वर्ष अगाडिको होइन। सो यस्तो खालको एउटा चाहिँ मिठो एउटा क्यारेक्टर भएको लभ स्टोरी चाहिँ मलाई गर्न मन छ होइन। यस्तो मलाई अलिकति ट्रिकी छ पनि जस्तो लाग्छ, किनभने हामीले ट्राई नगरेर होइन, ट्राई गरेर हो होइन। नेपाली फिल्म इन्डस्ट्रीले आजभन्दा जुन 10 वर्ष अगाडिको इन्डस्ट्री थियो र आजको इन्डस्ट्री छ 70 करोड कमाछ होइन, जोक होइन नि त। सो ट्राई चाहिँ भइरहेछ। अब एक हिसाबले अलिकति सेक्योर पनि खोज्या हो कि भन्ने पनि हो होइन। अनि एक्सपेरिमेन्ट गर्दाखेरि किन हामीसँग धेरै बजेट हुँदैन नि त, र लिमिटेड बजेटमा एकचोटि हो या दुईचोटि हो, त्यसपछि त गाह्रै पर्छ नि त कुनै पनि प्रड्युसरलाई, इन्भेस्टरलाई मुभी बनाउनलाई। सो त्यो कारणले पनि अलिकति डर भएको हो कि भन्ने हुन्छ। अनि अब अलिकति ब्रेक चाहिँ भइरहेछ जस्तो लाग्छ मलाई, स्लोली एन्ड स्लोली यो ग्रेजुअली चाहिँ इन्डस्ट्रीमा चाहिँ हामीले नयाँ कुराहरू चाहिँ बिस्तारै लिएर ट्राई पनि भइरहेछ, ट्राई नभएको होइन, ट्राई पनि भइरहेछ। तर हाम्रो अडियन्सले हाम्रो रगतमा नै हाम्रो जुन एउटा नेपालीपनको मुभी छ नि, त्यो नै छ नि त। हामी सानो हुँदाखेरि नै हामीले त्यही कुरा नै, हामीले सिरियल होस्, म्युजिक भिडियो होस्, योभन्दा अगाडिको मुभी होस्, हामीलाई त्यो नै अलिकति भित्रैबाट त्यो एकदम आफ्नोपन लाग्छ कि जस्तो भएर पनि त्यही फिल्म बनिरहेको होला जस्तो लाग्छ मलाई। प्रेरणा पनि हो अनि एक किसिमको मोटिभेसन पनि। जुन पहिलाको फेजमा कुरा गर्नु पर्दाखेरि हाम्रो 3टा पिलर नै भन्छु म। हाम्रो राजेश सर, पुवन सर, शिव सर होइन, उहाँहरू नै हो। उहाँहरूको फिल्म हेर्दा नै हामीले एक किसिमको त्यो मुभीलाई माया गरेर त हामी उहाँबाट हो नि त सुरु गरेर चाहिँ। अनि त्यो इमेज अझै पनि बसिरहेछ क्या मेरोमा। एज एन एक्टर चाहिँ त्यो लेभल चाहिँ पुग्न बाँकी छ, अथवा त्यो लेभलको सम्म चाहिँ त्योभन्दा माथि जान सकिन्न, तर त्यो लेभलसम्म चाहिँ पुग्ने एउटा चाहिँ मलाई त्यो चाहिँ छ। अनि उहाँहरूको उहाँहरू नै हो एट द एन्ड। पारिजात चाहिँ हाम्रो प्रकाश सिलवालज्यूले कम्पोज र गाउनु भएको हो। अनि उहाँसँग मैले आजभन्दा 1 वर्ष अगाडि एउटा अर्को रुमानी मौसम भन्ने, त्यो पनि एकदमै मिठो गीत थियो होइन। अनि त्यो गीत हामीले सँगै काम गरेपछि उहाँले भन्नुभएको थियो मेरो अर्को एउटा गीत आउँदैछ, मेरो एकदमै मनमा भएको गीत, मेरो अहिलेसम्मको ड्रिम प्रोजेक्ट हो भन्नुभएको थियो होइन। सो म त्यो भन्ने बित्तिकै म उहाँको लागि नै म आफै एक्साइटेड थिएँ
अनि मैले चाहिँ लेट्स डु इट टुगेदर, एउटा टिम फर्म गरौँ अनि लेट्स डु इट भनेर गर्दाखेरि चाहिँ उहाँ पनि एक्साइटेड हुनुभयो, म पनि एक्साइटेड भएँ। अनि गर्दा गर्दै एट द एन्ड यो गीत चाहिँ बन्यो। टाइम चाहिँ लाग्यो तर यसरी जोडेको। त्यो हेर्दा चाहिँ 5 मिनट हो तर 3-4 दिन लाग्छ त्यो होइन। सानसानो मोमेन्टहरू हुन्छ, सानसानो मोमेन्टहरूलाई नै त्यो कम्बाइन गर्दा गर्दा त्यो एउटा मिठो भावना 5 मिनटको भावना बन्ने हो। अब त्यो एक्सप्लेन चाहिँ मलाई गर्न आएन तर अब त्यही नै हो। अब सानसानो मोमेन्टहरू हामीले खेलाउँदा सानसानो मोमेन्ट एउटा 5 सेकेन्ड मोमेन्ट खेलाउनलाई हामीलाई आधा दिन जान्छ होइन। त्यो मोमेन्टलाई हामीले कसरी क्याप्चर गर्ने, कसरी ब्युटिफुल्ली देखाउने, त्यो सानो मोमेन्ट, सानो त्यो टाइम फ्रेममा कसरी चाहिँ प्रेजेन्ट गर्ने भनेर त्यो टट्ट गरेर त्यो 5 मिनटको भन्छ। सो एक्सप्लेन गर्न चाहिँ मलाई अलिकति गाह्रो भयो। त्यही मैले तपाईँलाई भने लभ स्टोरी, कुनै एउटा मिठो लभ स्टोरी, एउटा केटा र केटीको एउटा एक किसिमको जुन एउटा जर्नी हुन्छ, मायाको जर्नी, तपाईँको ड्रामाको जर्नी, सबै जर्नी मिक्स भएर एउटा लभ स्टोरी चाहिँ मलाई गर्नु मन छ। भइरहेछ, स्क्रिप्टहरूमा चाहिँ काम भइरहेछ। अब त्यसरी एक्ज्याक्टली यो भनेर चाहिँ हाम्रो फिक्स भइसकेको छैन तर वी आर अन एउटा स्क्रिप्टमा चाहिँ हाम्रो काम भइरहेछ। होइन त्यो भविष्य सेक्योर त कसले देखाएको छ र होइन, भविष्य त कसले देख्छ भन्नु न। तपाईँले पनि देख्नु भएको छैन, मैले पनि देखाएको छैन होइन। त्यो सबै भगवान्को हातमा हो। म चाहिँ प्रेजेन्टमा बिलिभ गर्छु होइन। अहिले आम ह्याप्पी, अहिले मैले जे गरिरहेको छु म त्यसमा खुसी छु। अब भोलि गएर यही कामबाट केही भएर अलिकति अब तपाईँले जे फिल्डमा हुनुहुन्छ त्यो फिल्डमा सक्सेस त अभियसली तपाईँलाई पनि चाहिन्छ, मलाई पनि चाहिन्छ, हामी सबैलाई चाहिन्छ होइन। तर सेटिस्फाई हुनु पऱ्यो। म अहिले सेटिस्फाई छु। अब प्रेजेन्ट भनेको भोलिको भनेको त्यो मेरो लागि प्लस पोइन्ट हो। जे आउँछ आउँछ। यो पारिजात गीत रिलिज भइसक्यो युट्युबमा, प्रकाश सिलवालको च्यानल मार्फत हामीले रिलिज गरेका छौँ। हेरिदिनुहोस्। एउटा मिठो लभ स्टोरीको एउटा म्युजिक भिडियो बनाएको छ। एउटा मनबाट हामीले काम गरेका छौँ, मनबाट एउटा मिठो तपाईँलाई केही दिन खोजेका छौँ। सो प्लिज